ल है साथीहरू, आज चाहिँ बँदेलको मासु आज बिहान ल्याइदिएको रहेछ, अर्डर गरेको रहेछ साथीहरूले। यहाँ पकाएर ठ्याक्क रेडी गरेर राखेको रहेछ। म सुतेर आउँदाखेरि खासमा म चिया खाने भनेर आएको, ठ्याक्कै मासु पकाएर राखेको रहेछ, भात पनि बसालेर राखेको रहेछ ठ्याक्कै। अनि हेर्नु सक्नुहुन्छ, यति खाना खाने, यति मासु खाने, बँदेलको मासु। अनि यहाँ पनि छ, यहाँ पनि मासु, बँदेलको मासु रहेछ। अब खान सुरु गर्छु म चाहिँ। कतिको मिठो हुन्छ खाएको चाहिँ छैन, म फर्स्ट टाइम हो। सुँगुरको जस्तो चाहिँ हुँदैन रहेछ, तर यसको छाला चाहिँ एकदमै नरम हुनेछ। वाउ, दामी बबाल हुने रहेछ। यो बँदेलको मासु पनि बबाल हुने रहेछ यार। वाउ, फर्स्ट टाइम हो। तर सुँगुरको जस्तो बास्न नगर्नु हुनेछ, खसीको जस्तै हुनेछ। यहाँ चाहिँ टन्नै पाइन्छ क्या, मलेसियामा चाहिँ बँदेलहरू टन्नै पाइन्छ। जङ्गलै हुन्छ। अनि यो कुनै त घरभित्र नै आउँछ, भित्र चाहिँ पस्दैन, तर त्यो आँगनमा आउँछ। मैले पनि 2-3 चोटि त देखिसक्यो। बाटोतिर, त्यो नदीतिर पाउँछ कि खोलातिर, सानो खोला हुन्छ, त्यता पाउँछ। टन्टनै आउँछ, फोहोर खान आउँछ, फोहोर।